कल्पना गर्नुहोस्, भोलि बिहान तपाईँ बिउजिँदा तपाईँको पुरै सहर अचानक खाली भयो भने मानिसहरू छैनन्, केवल शान्त गल्ली र खाली घरहरू। इतिहासमा यस्ता कयौं शक्तिशाली सभ्यताहरू थिए जो आफ्नो उचाइमा पुगेर अचानक गायब भए। माया सभ्यता। ठूला ठूला पिरामिडहरू आज पनि ठिङ्ग उभिएका छन्, तर ती भव्य संरचना बनाउने लाखौं मानिसहरू कहाँ गए? यो आज पनि एउटा रहस्य नै छ। सिन्धु घाटी सभ्यता। आधुनिक इन्जिनियरिङ र व्यवस्थित सहरहरू, तर एकैपटक त्यहाँको पुरै जीवन गायब भयो। न युद्धको प्रमाण छ, न कुनै महामारीको। इस्टर आइल्यान्ड। ती विशाल ढुङ्गाका मूर्तिहरू आज पनि समुद्रलाई हेरिरहेका छन्, तर तिनीहरूलाई बनाउने कलाकारहरू इतिहासको पानाबाटै मेचिए। मिनोवन सभ्यता। कला, शक्ति र धनले सम्पन्न यो साम्राज्य एउटै प्राकृतिक विनाशले सधैँका लागि अन्त्य गरिदियो। के आजको हाम्रो आधुनिक संसार पनि यसरी नै अचानक हराउन सक्छ? तपाईलाई के लाग्छ? कमेन्टमा लेख्नुहोस्।